आज चाहिँ म चिल्ली चिकन बनाउन लागिरहेछु है। चिल्ली चिकन बनाउँदैछु। मैले प्याज खरिँदैछ, यहाँ सबै कटिङ गरेर रेडी गरिरहेको छु। यहाँ मासु धोइरहेको छु, धोएर सबै रेडी छ हो। फ्राई गरेर राखिरहेको छु। धुँदै गरेर फ्राई गरेर राखेँ। केटाकेटीहरूले सब्जी खानु गाह्रो मान्छ कि, अन्त यादै बनाइदिनु पऱ्यो भन्छ। पाक्दैछ है साथीहरू। कस्तो भयो त, कलर पनि राम्रो आयो है। अब लाग्छ अलिक 10-15 मिनट कि 5 सेकेन्ड भयो। मैले चाहिँ फाइनली सकिसकेँ है साथीहरू। हेर्नुहोस् त कस्तो देखेँ त, कमेन्टमा भन्नुहोस् है। तपाईँहरू कसरी बनाउनुहुन्छ मलाई पनि सिकाउनुहोस् ल। मैले त्यसरी बनाएँ, त्यसरी बनाउँछु, कमेन्टमा भन्नुहोस् न ल। थ्याङ्क यू सो मच, बाई बाई।